अब सकेनम हामीले चितवनको गर्मी झेल्न। अनिस भाइ र म लाग्यौं पोखरातिर फेवातालमा पौडी खेल्न। 126 किलोमिटर दूरीको यात्रा पार गरेर हामी लगभग 3-4 घण्टामा हामी पोखरा पुग्यौं। अब पोखरा पुगिसकेपछि बस्नको लागि एउटा राम्रो होटल त चाहियो। होटल राम्रो मात्र खोजेर पनि भएन, बसेको होटलबाट देखिने भ्यू पनि राम्रो हुनु पर्यो। अनि यो देखेपछि मेरो मन मात्र हैन शरीर पनि उफ्रिन थाल्यो। सबै कुरा परफेक्ट भइसकेपछि हामी लाग्यौं रिफ्रेश हुनको लागि फेवातालतिर। अनि फेवातालको दृश्य यस्तो देखिसकेपछि हामीले आफ्नो मनलाई सम्हाल्नै सकेनौं। हलनचोक नजिकै फेवा स्पोर्ट्स वाटरबाट काइकिङ गर्नको लागि चाहिने सबै सामानहरू लिगेम। अनि गाइज यो चाहिँ अनिस भाइ र मेरो पहिलो चोटी नै थियो। सुरुमा त अलिअलि डर लागिरहेको थियो, त्यसपछि लाइफ ज्याकेट हे साथ डर्ने के आए बात भन्दै अनि सबैलाई मैले आफ्नो स्किल देखाउन थाले। अनि लास्टमा ह्याप्पी एन्डिङ गर्दै हामी लाग्यौं आफ्नो होटल तर्फ। गाइज हामी बसेको लेक भिजन होटलमा के फेसिलिटी छ ल सुन्नु है त। बन्जी, प्याराग्लाइडिङ, जिप फ्लायर। अनि हजुरहरू राइडर हुनुहुन्छ साथसाथै बाइक स्कुटी हायर गर्न चाहनुहुन्छ भने पनि यहाँ त्यो कुराको पनि व्यवस्था गरिएको रहेछ। अब बाइक स्कुटीलाई छोडम, कुरालाई खानातिर मोडम। दिनभरि काइकिङ गरेको थकान एकतिर, भोक लागेको बेला यस्तो मिठो खाना खान पाउनुको खुसी अर्कोतिर। गाइज पोखरा त साँच्चीकै नै पोखरा नै रहेछ। पोखरा त साँच्चीकैको पोखरा नै रहेछ। माछा पुछ्रे फेवातालमा पौडी खेल्दो रहेछ।